आज चाहिँ हामी यहाँ माउन्ट चार्ल्सटनमा पिकनिक आएको छौँ। अब मेरो भिडियोलाई अब अन्तिमसम्म हेरेर अब साथ दिनु होला र अब भिडियो कस्तो लाग्छ अब फिडब्याक पनि अब दिनु नभुल्नु होला साथीहरू। अब हामी फ्यामिली पिकनिक खानु आएको छौँ। भिडियो हेर्दै गर्नु होला अब कस्तो लाग्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला ल साथीहरू। अब हेर्नुहोस् यहाँ हाम्रो गोठ करी भइरहेको बनाइरहेको हो। यहाँनिर एउटा सिँगै हाम्रो जोइनी भाइहरू सबैजना साथीहरू यस्तै छ। अब हाम्रो यो फ्यामिली पिकनिक फ्यामिली ब्लग फ्यामिली ब्लग साथीहरू आज चाहिँ हामी चाहिँ अब फ्यामिली पिकनिकमा आएको छौँ। यहाँ चाहिँ हामी माउन्ट चार्ल्सटनमा आएको छौँ। माउन्ट चार्ल्सटन भन्ने ठाउँमा चाहिँ यहाँ चाहिँ ओल्ड मिल सब भन्ने पिकनिक स्पटमा आज हेर्न सक्नुहुन्छ। अब हाम्रो तयारी भइरहेको छ। यहाँ भन्छ बाबु बिजी हो, यहाँनिर लसुन ससुन केलाइराख्नु भएको छ। यता जोइ साहब हाम्रो खोर्सानी काटिराख्नु भएको छ। भाइ फ्यामिली नै छौँ। अब हेर्दै गर्नुहोस् साथीहरू र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्। र यता छ हाम्रो भान्जा। हेलो भनिदियो नि त भान्जा। अनि मेरो भ्लगमा अब के छ अनि भान्जा ठिकै छ? यता भान्सा बनाउँदै हुनुहुन्छ हाम्रो भेना। आज फ्यामिली पिकनिकमा अब होइन भेना देउसीको मेमोरीको लागि नि होइन। हाम्रा नानीहरू छ। कस्तो हुँदैछ हौ? अनि आज हाम्रो फ्यामिली पिकनिक मनाउन आइरहेको छौँ होइन। यसो मेरो भ्लगमा केही शब्द बोलिदिनु त हौ भाइ। कस्तो छ हो? ठिकै छ नि त। अनि यसो एक शब्द बोलिदिनु भयो नि होइन। यसो हाम्रो भ्युवरहरूलाई अब यहाँ के अब देखाउनु त के देखाउनु। यहाँ हाम्रो सेकअप बन्दैछ हो। हाम्रो नेपालकै स्टाइलले चाहिँ झिरमा टक्कसँगले हेर्नुहोस्। अहिले यसलाई देखाउँला। यो चाहिँ अब सेकुवा तयारी भइरहेको छ। यहाँ चाहिँ अब पुरै झिरमा नेपालको स्टाइलमा आज फ्यामिली पिकनिक आएको। सानो नानी बाबुहरू यता खेलिरहेको छ। यता चाहिँ अब टेन्ट लगाएको छौँ बच्चालाई यसो भित्र बस्नको लागि। यता छ फेरि हाम्रो भाना भान्जीहरू, सोल्टिनी बहिनीहरू। ल साथीहरू अब आजको भिडियो के कस्तो हुन्छ अब हेर्दै गर्नुहोस्। अब भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्। र आजको चाहिँ अब फ्यामिली भ्लग हो। अब यो चाहिँ अब फ्यामिली पिकनिकमा आएको छौँ आज। र यता चाहिँ अब अबी छ। अब हाम्रो माल दिदी पनि आउनु भएको छ ओहायोबाट। र माल दिदी अब मेरो भ्लगमा केही बोलिदिनुहोस् न त अब दुई शब्द। हाम्रो कान्छा भाइको ब्लगमा चाहिँ सबैले हेरिदिनु होला, लाइक गरिदिनु होला, मन पराइदिनु होला, भिडियोलाई हेरेर साथ दिनु होला। भिडियोलाई हेरेर साथ दिनु होला, यदि सल्लाह सुझाव दिनु होला केही गल्तीहरू हजुर। धन्यवाद दिदी। यता सानो नानीहरू छ। ल हेर्दै गर्नुहोस् साथीहरू अब के हुन्छ कसो हुन्छ। म अब यहाँ चाहिँ अब तरकारी बनाउनलाई चाहिँ अब प्याजहरू तेल खोर्सानी हालेर चाहिँ यहाँ हाम्रो भाइले चाहिँ आज स्पेसल बनाउनु जाँदै हुनुहुन्छ। हेर्दै गर्नुहोस् साथीहरू अब भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला हाम्रो आज यो फ्यामिली पिकनिकको भिडियोलाई। Lo हालिदिनु
पिकनिकको लागि हो यो यस्तो चाहिँ नेचुरल हो क्या म्युजिक बिनाको नेचुरल मान्छे बोलेको चाहिँ दामी हुन्छ क्या होइन यसो गफ गरेको होइन हामीलाई पनि मजा आउने ल है साथीहरू अब यहाँ हाम्रो चाहिँ जहिले एउटा सिङ्गै खसी बनाइराख्नु भएको छ हाम्रो ज्वाइँ भान्जा भाइ हाम्रो फ्यामिली अब त हाम्रो भेनाजु हुनुहुन्छ साथीहरू यहाँ चाहिँ हाम्रो चाहिँ अब काटकुटे अब त प्याज काट्ने अब यो सोयाबिन आलु सालु यहाँ बुहारीले चाहिँ प्याज काट्दै हुनुहुन्छ हो त्यही छ है हेर्दै गर्नुहोस् साथीहरू यता टेन्ट सेन्ट लगाएर नानीहरू छ भित्र यहाँ बार्बिक्यू चल्दैछ है हाम्रो चाहिँ हो झिलमा हजुर त्यो छ ल साथीहरू हेर्नुहोस् यहाँ चाहिँ अब के अब गोठको अब पुच्छ्रे पनि छ कानहरू पोल्ने कार्यक्रम भइरहेछ यहाँ हेर्नुहोस् ल यहाँ चाहिँ अब हाम्रो बुहारी नानीले चाहिँ अब स्पेसल चटपटे आज अब यो बुहारीको स्पेसल चाहिँ चटपटे छ अब यो यहाँनिर चाहिँ अब बनाउँदै हुन्छ अब अहिले अब बनाउने कार्य भइरहेछ अब यो एकछिनमा बनिन्छ र खाइन्छ ल यहाँनिर भेजको लागि आलु सालु छ भात पनि खाइन्छ चिसो हुँदै गयो नि चिसो त हुँदै अब चाहिँ अब खाना सुरु गरे साथीहरू अब दिदीले भनेर आगोमा पकाएको भात पानी तारो बनाएर त लास्टै फुरुरु भएछ त भात दामी मलाई मन पर्यो एकदम राम्रो भएको छ है ल साथीहरू अब यता हामी चाहिँ अब खानालाई सुरु गऱ्यो खसीको मासु चाहिँ अब स्पेसल एउटा सिङ्गै खसी हाम्रो फ्यामिलीको पिकनिक है यो चाहिँ साथीहरू अब यता हाम्रो सोल्टिनी हुनुहुन्छ हाम्रो भ्याजी उता पाकिसक्यो यता यहाँ हाम्रो ज्वाइँले चाहिँ कुखुराको लोकल कुखुराको तरकारी बनाइरहनु भएको छ स्पेसल अनि यता भेजी छ हजुर अब यहाँ चाहिँ मासु नखानेलाई होइन सोल्टिनी यहाँ हाम्रो खाना छ खाना पनि स्पेसल भने जस्तै भएछ है राम्रो अब के गर्नु रात पर्न आँट्छ होइन खाने यताउता गर्ने बटुकोमा लाउनु भयो थियो नि सोल्टिनी हुन्छ कस्तो भएछ हौ पवि हो अब हातले नै खानु नि स्पेसल भएछ है अनि बहिनी कस्तो भएछ आमामा खसीको मासु बसोसरी खाने मान्छेहरूलाई त ठिक छ ल त अब ल खाऊ है खाँदै गर्नु अब यता बबी सोल्टिनी र हाम्रो बहिनी यता छ सानो नानी यहाँ मेरो छोरो छ अब यता साथी छ छोरोको खानाको कार्यक्रम ल साथीहरू अब पिकनिक
आएको अब आज अब कतिचोटि भन्नु पिकनिक आएको भनेर पनि अब थाहै छ खाना पो थालिएर अब खाना सुरु गर्यो अब हेर्दै गर्नु होला अब हामी चाहिँ खाना सुरु गर्यौँ अब साथीहरू तपाईँहरू चाहिँ अब हेरेर इन्जोय गर्नु होला है त अब के गर्नु थपी खानुपर्छ है भात चाहिँ म चाहिँ मासु नखाने पनि भेजिटेबल भेजिटेबल एउटा लड्छ आज है भयो